एउटै घरको बुढाबुढी पनि अर्कै पार्टी, झगडा पर्छ फेरि। न त जनतामा एकता छ न त नेतै एक छ। अन्त कसरी चाहिँ हुन्छ हाम्रो उन्मुक्ति? नेताले जे भने त्यही यस यस ओके ओके भन्छ, कहिले हुन्थ्यो अन्त? त्यही भएर नि म चाहिँ नि चुपचाप पैसा थाप अमुइनी। त्यसो भनेर कहाँ हुन्छ? मुद्दाको लागि अगाडि बढ्नु परेन? सुजनीमा के छ, बुझनीमा पो छ त। अन्त मुद्दाको लागि हामी अगाडि नबढेको हो? बढेकै हो त। आफ्नै दाजुभाइले छातीमा लात्तीले हानेर खुट्टा तानेर भाँचिदिन्छ, अन्त कसरी चाहिँ अगाडि बढ्नु भन त? एउटा पार्टीकोले फ्रीमा चामल दिन्छु भन्छ, त्यतै कुद्छ। अर्कोले एउटा बाटो बनाइदिन्छु भन्छ, त्यतै कुद्छ। अन्त कहाँबाट हुन्छ हौ? अन बाटो चामल दिनु त सरकारको कर्तव्य हो नि। हामी ऋणी हुनै पर्छ। जबसम्म जनताले नि नेताको भन्दा आफ्नो आत्माको कुरा सुन्दैन नि, तबसम्म हुनेवाला केही पनि छैन हेर।